सबैलाई सबै आमाहरूलाई ह्याप्पी मदर्स डे। आज साँच्चै नै एकदमै आशिषित दिन, किनकि म पनि एउटा आमा हो। हामी आमाहरूलाई थाहा छ कि आमा हुन सजिलो छैन, होइन? परमेश्वरलाई धन्यवाद। र प्रार्थना र वचन पहिले भइसकेको छ, फेरि पनि म एउटा सानो प्रार्थना गरेर एउटा वचन पढ्छु। अनुसार हामी आफ्नो आँखा बन्द गरौँ। स्वर्ग र पृथ्वीको मालिक, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो बिहान सुन्दर समयका लागि। साँच्चै नै प्रभु, तपाईँ महान योग्यको परमेश्वर पिता हुनुहुन्छ। तपाईँले नै हामीलाई तयारी बनाएर प्रभु आज यो विश्रामबारको दिनमा प्रभु फेरि पनि तपाईँको भवनमा हामीलाई लिएर आउनुभएको छ पिता। तपाईँलाई धन्यवाद प्रभु। यो दिन तपाईँले हामीलाई सित्तैमा प्रभु हामीलाई दिनुभएको छ। साँच्चै नै हामी रमाउने प्रभु तपाईँको यो चोकभित्र बसेको छौँ र परमेश्वर पिता तपाईँको उपस्थितिमा आउनलाई हामीलाई अनुग्रह गर्नुहोस् पिता। धन्यवाद 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 प्रभु। यो सेवाकाईको सुरुवातदेखि अन्तसम्म हामी तपाईँको हातमा अर्पण गर्छौँ। हामी वर्शिप लिड गर्दा प्रभु तपाईँले नै लिड गर्नुहोस् भनी यो तपाईँलाई स्वागत गर्दछौँ पिता। धन्यवाद दिँदै सारा बिन्ती आदि प्रार्थना यीशुको नाममा छ। यसरी यो वचन चाहिँ एकदम मलाई पढ्नु मन लाग्यो। म बिहान जब मैले आज प्रार्थना गर्दै थिएँ होइन, अन्त यो वचन मेरो मलाई यसरी भित्रदेखि भयो कि मैले भन्नुपर्छ भनेर भजन सङ्ग्रह 139 को तपाईँले यसरी 13 र 14 पढ्न सक्नुहुन्छ। किनकि तपाईँले नै मेरो अन्तस्करण बनाउनु भयो, तपाईँले मलाई मेरो आमाको गर्भमा रच्नुभयो। म तपाईँलाई धन्यवाद दिनेछु किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु। तपाईँको कार्यहरू आश्चर्यका छन् र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ। आमेन। साँच्चै नै यो वचनले चाहिँ कति मिठो भन्दैछ होइन, कि आमाको गर्भमा हामी सबैलाई छुटेको छ। एउटा आमालाई थाहा छ एउटा नानीभित्र भन्दा कति साह्रो त्यो 9 महिनाको त्यो पीडा, त्यो खुसी, त्यो मिक्स फिलिङ्स हुन्छ होइन। प्रभुले आश्चर्य रीतिले हामीलाई बनाउनु भएको छ। हामी सोच्यो भने एकदम हामीलाई आफूलाई कहिले पनि अर्डिनरी नठान्नुहोस्, किनकि प्रभुले हामीलाई आश्चर्य रीतिले बनाउनु भएको छ। आमेन। हामी सुरु गर्नेछौँ। नयाँ गीत छ तर चर्चमा हामीले सिकेका छौँ, फेरि पनि हामीले गर्नेछौँ। दुनियाँ के कोने कोने में, किनकि आज परमेश्वरको काम दुनियाँको हरेक कुनामा हुँदैछ। आमेन। जोडले भन्नुहोस् न आमेन।